हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते। आज पनि हाम्रो दिनको सुरुवात भयो चियाबाट। हामीले चिया खायौँ अनि दिदीले यहाँ खाना पकाउँदै हुनुहुन्थ्यो अनि हाम्रो चाहिँ यहाँ क्र्याकर आएको थियो अनि हामीले पपसँग खायौँ अनि हामी छोरीलाई भेट्न गयौँ। छोरीलाई भेटेर हामी फर्केपछि चाहिँ हामी कोल्स जाने काम थियो। आज दुनोट बनाउने भनेको थियौँ, त्यही भएर सामान लिन गयौँ। अलिअलि चिकनहरू लिनु थियो, भेजिसहरू लिनु थियो, लिएर चाहिँ हामी घर फर्क्यौँ। त्यसपछि दुनोटको लागि रेडी भयौँ, यहाँ रेडी गर्दै हुनुहुन्छ। त्यसपछि दिदी र भान्जा भएर आउनुभयो अनि हामीले चाहिँ चटपट बनाउनु भनेर रेडी भयौँ। चटपट बनायौँ, तर आज चाहिँ चटपट एकदम मिठो भएको थियो ल, मिठो भएको थियो अनि हामी चाहिँ चटपट खायौँ। अनि यता चाहिँ दुनोटको लागि चाहिँ पिठो चाहिँ हामीले चाहिँ के भन्छ फ्रिजमा एकछिन राखेको थियौँ अनि त्यो रेडी भइन्जेलसम्म चाहिँ हामी यता चटपट खाने भनेर चाहिँ चटपटको लागि रेडी भयौँ। त्यसपछि यता चाहिँ दिदी र कान्छाले भएर चाहिँ पुरै यता बनाउँदै हुनुहुन्छ। मैले चाहिँ तेल तताएँ, मेरो चाहिँ यता तार्ने काम थियो अनि हामीले त्यो काम सकेपछि चाहिँ आज हामीले थुक्पा खाने प्लान थियो, त्यही भएर यता मैले कटिङ गर्दैछु। तरकारीको लागि रेडी भयो, यता कान्छाले दिदीले मलाई हेल्प गर्दै हुनुहुन्छ। त्यसपछि मैले प्लेटिङ गर्दैछु अनि त्यसपछि धनियाँ प्याज हाल्नै पऱ्यो, कागती अनि अलिकति हाल्यौँ अनि त्यसपछि एकदम मिठो भएको थियो अनि हामीले अलिकति यहाँ चिल्ली ओइल पनि हाल्यौँ अनि त्यसपछि अलि मैले पिरो कम गरेको थिएँ किनभने दाइलाई कति पिरो हुन्छ, त्यही भएर चाहिँ पिरो अलिक कम खानुहुन्छ, त्यही भएर चाहिँ हामीले चाहिँ यो हाल्यौँ। अनि अब हामी चाहिँ पानीको लागि तिर्नको लागि भनेर हामी रेडी भयौँ। हामी जाँदैछौँ, हामी सुरुमा बेलरी गएको थियौँ, त्यहाँ चाहिँ ठाउँ भएन अनि हामी फेरि 25 सिटी नै आयौँ। पार्क गर्ने ठाउँ नभए चाहिँ हामी लगभग आधी घन्टा जति चाहिँ हामी हिँड्यौँ। हामी ट्याक्कै कति 11:50तिर चाहिँ सिटी पुगेको थियौँ हिँडेर। अनि त्यसपछि यहाँ कहाँबाट स्लोमो भएछ, म दिदी भान्जा अनि कान्छा भयो। अब यहाँ रेडी हुँदैछौँ, 1 2 3 गो। ह्याप्पी न्यू इयर सबैको, न्यू इयर सबैको ह्याप्पी होस्, ह्याप्पी न्यू इयर सबैलाई फेरि पनि। यस्तो राम्रो देखेको थियो है, 12 बजेदेखिबाट 12:10सम्म चाहिँ लगभग लाइटिङहरू चलिरहेको थियो। सबैजना हेर्नको लागि एकदम भिड थियो अनि त्यहाँ साइडमा कन्सर्ट पनि भइरहेको थियो अनि त्यसपछि लाइटहरू चाहिँ लगभग 10 मिनट चाहिँ लाइटहरू चाहिँ बलिरहेको थियो डिफ्रेन्ट कलरमा, कतिवटा ग्रिन, कतिवटा ओरेन्ज, कतिवटा वाइट। अनि त्यसपछि चाहिँ अस्तिको वर्ष चाहिँ 5 मिनट भएको थियो, यो वर्ष चाहिँ लगभग 8 मिनट जति चाहिँ भएको थियो अनि यस्तो राम्रो थियो है। लास्टै भिड पनि एकदम भिड भएको थियो अनि हेर्नु न अहिले पिङ्कले कस्तो राम्रो देखेको। अनि त्यसपछि हामी निरु दिदीको आज हाम्रो बर्थडे पनि थियो, मैले चाहिँ ह्याप्पी बर्थडे निरु दिदी भन्दै चाहिँ चिनेको थिएँ अनि त्यो साइडको मान्छेहरूले चाहिँ कस्तो हेर्नुभएको थियो कि। अनि त्यसपछि हामी चाहिँ कति 12:30 यो चाहिँ लगभग इन्डिङतिरको हो ल, लाइटनिङको यो चाहिँ इन्डिङतिर। कस्तो राम्रो थियो, एकदम राम्रो देखेको थियो। सबैजनालाई फेरि पनि ह्याप्पी न्यू इयर, नयाँ वर्षको धेरै शुभकामना। अनि त्यसपछि हामी चाहिँ लाइट हेरेर चाहिँ फर्किदिएँ ठाउँमा अनि हामी चाहिँ लगभग हामी पार्क गरेको ठाउँमा पुग्न चाहिँ आधी घन्टा जति त लाग्थ्यो होला। हामी हिँड्दै अघिको जसरी लाइट हेर्न आउने 10 मिनट पुगेको थियौँ। अब हामीलाई हिँड्दै लगभग कति 15 मिनट जस्तो लागेको थियो कि। यो चाहिँ इन्डिङ होला लाइटको। अनि त्यसपछि हामी चाहिँ यो लाइट छोपेर चाहिँ हामी हिँड्दैछौँ। मैले चाहिँ आज अलिकति लाइटको चाहिँ धेरै भिडियो हालेको छु किनभने आज विशेष न्यु इयर छ नि त, त्यही भएर यो चाहिँ इन्डिङको लाइट हो ल, एकदम राम्रो देखेको थियो। अनि त्यसपछि हामी चाहिँ यस्तो भिड थियो अनि हामी चाहिँ बिस्तारै सबैजनाबाट हिँड्यौँ। 20-25 मिनटभन्दा बढी नै लाग्थ्यो अनि हामी पुग्यौँ। एकदम क्राउड थियो सिटीहरू पनि है, सबै ठाउँमा मान्छेहरू सेलिब्रेटीहरू हुनुहुन्थ्यो। हामी चाहिँ गाडीमा गएर निरीलाई गएर छोडिदियौँ। ओके बाई।